गाइज वेलकम बैक टू माई च्यानल। आज फेरि म भ्लग बनाउँदैछु। म चाहिँ गुड्डी अनि आज चाहिँ बुद्ध जयन्ती। सबैलाई ह्याप्पी बुद्ध जयन्ती। अनि आज चाहिँ हाम्रो स्कुल बिदा छ अनि यस्तो गर्मी चाहिँ हेर्नु न गाई, यस्तो पसिना आइरहेको। अनि आज चाहिँ हाम्रो घरमा पानीपुरी पार्टी हुँदैछ अनि त्यसपछि यहाँ दिदी चाहिँ प्याजहरू कटिङ गर्दै हुनुहुन्छ। यतिकै उभिँदा नि पसिना आइरहेको गाइस। आमामा यति गर्मी छ बाहिर, यति चर्को घाम लागिरहेछ। म देखाउँछु तपाईहरुलाई। गाइस मैले चाहिँ आलु बसाउँदै सकेँ यहाँ। ओ माय गॉड गाइस, किचनमा पसिना के गर्मी हुन्छ। पानीपुरीको लागि चाहिँ हामीले यहाँ बसालिसक्यौँ आलु। अब चाहिँ हाम्रो यहाँ आलु पाकिसक्यो होला, हेर्नुपर्छ। यसको सिटी फालेर पानी हाल्नु जान्छ। अब यहाँ मटर खोल्छु म अनि त्यसपछि आलु केलाउनु पर्ने हुन्छ। लसङ बेबी बेबी यता हेर्नुहोस्, त्यो चाउचाउ किन खाएको हेर्नु न गाइस। बिल्ली You can ask the flower. छोरीलाई कसो लाग्यो गाइस। मैले मटर खोल्छु कि अब आलु केलाउनु पर्ने हुन्छ। यहाँ चाहिँ यसरी पानी हाल्ने। एउटा तातो बाफा अब यहाँ आलु चाहिँ केलाउनु पर्ने हुन्छ गाइस। गाइस हेर्नु न, यहाँ आलु पुरै फुट्यो। त्यस्तो राम्रो हुन्छ क्या मुस्लिम। अब चाहिँ हामी यहाँ पानीपुरी फुटाउन लाग्छौँ। तेल हाल्यो। किन खानको लागि यति काम त गर्नु पर्यो है गाइस। यस्तो गर्मीमा नि भान्साकोठामा बस्ने बित्तिकै यस्तो पसिना आउँछ नि। यस्तो दिउँसो त आमामा कुरै गर्नु पर्दैन। खै त हेर त तिम्रो नाकमा पसिना। नाकमा यस्तोमा यस्तो र यस्तो कति धेरै आउँछ मेरो पसिना। मसला त हाम्रो चाहिँ यहाँ प्याज कटिङ भइरहेछ अनि मसलामा हाल्न त्यहाँ उस पनि छ चाउचो। अनि म चाहिँ यहाँ बस्दैछु एकछिन। भर्खर पसल गएर आएको। म चाहिँ हरियो खुर्सानी र के अरे चाउचो लिएर। यति गर्मी छ गाई, बाहिर निक्लिन सक्दैन, पसिना आइरहेको खर छ। हाम्रो यहाँ बिल्ली चाहिँ सुत्दै छ मजाले। हेर्नु कति चर्को घाम लागिरहेछ। मरिन्छ गाई यति चर्को घाममा। पसिना पुस्ता जाने भयो दिन। अब एकछिन बाहिर निक्लेर हिँड्न सक्दैन गाइज। यहाँ चाहिँ आलु अनि त्यसपछि प्याज अनि हरियो खुर्सानी छ। अब चाउचाउ हाल्नु पर्ने हुन्छ। खै चाउचाउ के हो? यो त्यहाँ मसलामा हाल्छु कि तिमीलाई दिन्छु अलिकति। हाम्रो छोरी त गाइज म चाहिँ फेरि चाउचाउ किन जाँदैछु 20 रुपियाँ लिएर। पछ्याउन पाउँदैन म गएँ ल बाई। यहीँ तल गाइज हाम्रो एक घर तल हुन्छ नि त, यहाँ पसल छ। गाइज वाइ किनेर आइसकेँ म चाहिँ। हारमा पनि कहाँ गाई हुनुभयो भनेको त यहाँ माम घरमा रहेछ कि त्यहाँ तल। गाइज हेर्नु हाम्रो त्यहाँ बिल्ली। हाम्रो डलहरू आज धोएर यसरी सुकाएर राखेको छौँ हामीले चाहिँ। अनि उतापट्टि पनि छ डल चाहिँ अब पछाडि। त्यही लाउनु छ त वाइ वाइ। तेल पड्यो भने हो सला पानी चपड़ी वाला देना ये मान डाल दे पानी बनाना आगे तो मसाला भी ऊपर डालो ताकि सब दीदी ये पानी को पकाने नहीं मिला ये बना लो ठीक है
यस्तो भएको छ अनि यसलाई चाहिँ हामी अहिले एकछिनमा मोल्छौँ अनि यहाँ चाहिँ हाम्रो रेडी भइरहेको छ गोलगप्पा अनि अब चाहिँ म पानी बनाउँछु चिसो पानीको बनाउनु पर्ने हुन्छ गाइज कुन चाहिँ चिसो पानी छामेर यसको बनाउनु गाइज हाम्रो चाहिँ यहाँ मोही पनि छ है बिहान भर्खर यसो गर्नु भएको पार्नु भएको मोही अब चाहिँ पानीको लागि रेडी गर्दैछको लागि चाहिँ यहाँ म हाल्दैछु चिसो पानी हाल्छ नि दिदी सबै हाल्ने अनि हामी चाहिँ यो पानीमा कि यसमा अजिना मटर हाल्छु पानीमा पनि अनि यो अचारमा पनि अनि हाम्रो पानी चाहिँ रेडी भइसकेको छ म तपाईहरुलाई देखाउँछु यहाँ अनि यहाँ छ अचार हाम्रो हैन अनि यहाँ चाहिँ पानीपुरी भ्यायो है अब चाहिँ हामी मोल्यो एकछिनमा अनि त्यसपछि खानुपर्ने हुन्छ यसलाई चाहिँ यसलाई चाहिँ अब म फ्रिजमा हालेर राख्छु गाइस गाइस अब चाहिँ म यसलाई यहाँ फ्रिजमा राख्दैछु अहिले अनि हेर्न सक्नुहुनेछ यो एकछिन चिसो हुनुपर्छ अनि खाने बेला बल्ल मजा आउँछ कि अनि म यसमा पानी भर्छु अब गाइस अब चाहिँ म यो मुस्न लागेको हैन यो तेल पुराको तेल अलिअलि हाल्छु यसमा यस्तो हुन्छ कुन चाहिँ कुन यो अब पानीपुरीको लागि म हात धोएर आउँछु गाइस अब चाहिँ म यो मुस्न जाँदैछु तातो जस्तो भयो ओइ गड तातो गाइस कसरी मुस्ने होला कति तातो त्यो तेल यो तातो खाँदै तेल अनि त्यसपछि यहाँ हालेको हैन बस्न कति देखा छ आल त अलि भित्र हेर्छ सारै रहेछ तल मैले राम्ररी हेर भने हैन खाली यस्तो गर्छ के अनि के त अनि त्यो उसले खोजेर हेर्नु बाहिर उसी थियो नि त अनि गाइस हाम्रो यहाँ चाहिँ आलु छ मसला अनि यहाँ पानी छ यहाँ छ अनि अब चाहिँ हामी खान लाग्यो गाइस पसिना आयो यस्तो तरर किन खान्छौ तिमी खाने हो पानीपुरी कस्तो मुखै बाङ्गो गरेर चपाउँछ त ल खाएर भन्नु त कस्तो भयो साह्रो हो कि बिच्चा बिच्चामा नुन चर्को कसरी के पानीमा गाइस अब चाहिँ हामी खान लाग्यो पानीपुरी मसला ल त लाइन त ल खाऊ सोधे पानी भर्नुलाई के भयो छैन है नुन चर्को ल त्यो होइन त्यसले सबै नर्मल पानी खान्छ कि छोरीले त्यसमा नहाल्नु छोरी अर्कोमा हाल नि अब हाम्रो छोरीले नि क्वाप्पा खाएर मुखबाङ गरिदिन्छन् अब यो कत्रो आगर हाल्दा त सबै डल्लुलाई त पुरा सल्ल तारेर मलाई है कति मेरो मम्मी हो त नि कति चटकी बच्चा के हो
आयो एक नम्बरको चेत्रे खाना पाउँछ मलाई ऊ व्यवहार भएको बच्चा झन् आहा भने कस्तो छोरी जस्तै हो को जस्तो आशा जस्तो रे त्यो पानीपुरी